from कलौन some pahad. पानी खानु पर्यो टनमा Jai Shambho. यसरी तताउने हो अनि ताजापछि हाल्नुपर्छ यो पुरा सुन्दरी मन्दिरमा हामी हम झुलाघाट पहुँच गए अब हिन्दीमा बोल्नुपर्छ किनकि हामी इन्डियामा पुग्यौँ रे देव्य नमः देव्य नमः हिरण्यगर्भ गर्भस्थम हेतु ब्रह्म परिसाक्षम देव्य नमो नमः वस्त्रम वस्त्रलाई छोइदियो अनाथ समायुक्त मुक्त हरिवर्षम सोरसार दे नमः भाइबे नमः त्वता न प्रमाणता इता निशा धम प्लस मघ्या अक्षय समावर बो आत्मा दान The next day. ओहो के हो यस्तो Oh, Satyaji. Good morning. के भइरहेछ यहाँ Good morning from कलौन some pahad of Nepal. पैतरी जिल्लामा छौँ हामी from पैतरी त्यो मन्दिरमा पूजा भयो लाखपति बाल्यौँ अनि त्यो पनि रातिको 2 बजीसम्म बालेर खाना खाएर अनि हामी सुतेको अनि अहिले बिहान फेरि उठेर नुहाइ धुवाइ सबै सेट गरेर फेरि हामी पूजा गर्न जान्छौँ अनि त्यसपछि जान्छौँ हामी फेरि अर्को ठाउँ त्यहाँ अनि बाटोमा कस्तो के हुन्छ हामी देखाउँदै त्यहाँ जान्छौँ है त स्टे ट्युन थ्याङ्क यू यस्तो खालको छ यहाँ ब्लगिङ हुँदैछ भाइ युट्युब च्यानल छ हाम्रो नाम भन्नु यो भाइ हाँसिरहेछ हेरेर चाहिँ हाम्रो भिडियोहरू साँच्चीकै युट्युब च्यानल छ हाम्रो सब्सक्राइब गर ल छ ल हामी पनि सब्सक्राइब नाम भन तिम्रो च्यानलको नाम अमित भट्ट नेपाल हाम्रो चाहिँ SUPRABS सुप्रब्स ओ थाहा रहेछ त हो सुप्रब ब्लग्स ल गएर हेरिहाल अनि हाँस्य कुरडी नआयो सब्सक्राइब गरिहाल है म त हेर्छु भ्युज मात्र रहेछ हुँदैन नि है यसरी नै सबैलाई कसैलाई मायाले कसैलाई तर्काएर भए पनि के भन्दै थियो हाम्रो सब्सक्राइबरहरू यहाँ खेल्दैछन् यो ठाउँको नाम के हो भनिदेऊ त भाइ ठाउँको नाम कलौन गुरुखोला कलौन सोलर पनि रहेछ त्यहाँ ल अब हामी एउटा तल एउटा मन्दिर रहेछ तर भन्दा पनि पारी एक डाँडा पारी छ यहाँबाट देखिँदैन ऊ त्यो होइन त अलिअलि देखि अलि यसो छ अब हामी अगाडि जाँदैछौँ रमाइलो एडभेन्चर होला जस्तो छ
1 घन्टा 2 घन्टा नट स्योर 1 घन्टा त पुग्नै लाग्छ 1.5 घन्टा माथि आउँदाखेरि कति बज्यो अहिले 12 बज्छ होला 12 त हाम्रो बज्छ हामी यस्तो बाटो हुँदै जाँदैछौँ इन्ट्रेस्टिङ छ त्यहाँ आगो लाग्यो के रहेछ त्यहाँ त्यही ठाउँ हो जाने यहाँबाट त नजिकै छ त अब त पानी खानु पर्यो टाउनमा ल जा पानी खाऊ त म भिडियो ल अब म पनि पानी खान्छु यहाँको प्योर पानी अनि अगाडि बढ्छ हामी सी यू सुन गाइस पिचास आत्माहरूको मन्दिर रहेछ ऊ त्यहाँबाट हामी यहाँ पुग्यौँ अहिलेसम्म त ओह्रालो छ अब उकालोमा चाहिँ गाह्रो अब हामी मन्दिरबाट पूजा गरेर फिर्दा त्यही त अलि तलबाट देखाउँछु मैले खिच्नै बिर्सेछु यहाँ पूजामा यस्तो लिन भएछु हामी बिर्सेछु भोक प्यास केही मतलब हुँदैन मसँग हामी त्यस्तो धर्म आलम्बीहरू हो फल्छ पछि ए अमिलो अमिलो हुन्छ होइन मैले खाएको यो मिठो मिठो हुन्छ अमिलो अमिलो कस्तो कस्तो अलि अप्पर हिल्ली रिजन जस्तो छ कुरुकुरु हिँडेर एकछिन त गाह्रै भयो होला होसै उड्यो है तिम्रो फेरि ब्याक टु हामी दुध कुण्ड के छ अवस्था खुट्टा के छ के भएको र मेरोमा भिडियो बन्दैछ हजुर खानु न पानी फोटो खिच्दियौ नि तिमी
यसरी तताउने हो अनि ताजापछि अनि बच्छ हजुर बनाएको थिएँ यो तताएको थिएन ठिक छ निको निको यहाँ रह्यो ल हामी चाहिँ अब त्यहाँबाट गाउँबाट आएर धेरै अलि ट्राभल गरेर यता के भन्छ यो ठाउँलाई देमाणु भन्दा अलिकति अगाडि आयो अब यहाँ फोटोसोटो भइरहेछ हजुर कटपट्टि के छ यहाँको धेरै पुरानो पानी हो के हुन्छ यहाँ भन्नु न मलाई अलिकति यसको इतिहास भन्नु पर्यो कटपत्तेको ठन्डा पानी जुल्दोको मिसिरी अनि गाउँ घाटा घाम लागेको नयाँ मिसिरी हुने ओहो ल पहिला के थियो भनेपछिमा यो पौडेनी बाटो छ बैतडी जिल्लाबाट डणन्दुरा टोटी तेरो बझाङ हिँड्ने यो एउटा सर्टकट बाटो पनि बझाङको मान्छे पनि यतैबाट जतिखेर गाडी साधन थिएन नि त्यतिखेर हिँड्ने यहाँ बस्ने रेस्ट गर्ने यहाँ पानी खाने यहाँ चुला लगाएर भात पकाउने पैदल मार्ग हो के हजुर सुदूरपश्चिमभरिको आठवटा जिल्लालाई जोड्ने मुख्य नाका म पनि मान्छेहरू यहाँ जाने कटपत्तेको जाने कटपत्ते भन्ने हो यो ठाउँको नाम त्यसमा कटपत्तेको सुलोचना मलाई पानी देऊ न कटपत्तेको नुहालोमा जाने बसेर कटपत्तेको चुलाघाटको मिश्री ल्याएर अनि चिसो पानी खान्थ्यो के पहिला त्यही भएर पानी कटपत्तेको ठन्डा पानी यो किनार पुरा भात पकाएर घाममा पकाएर खानु भयो हाम्रो भन्नाले हजुरको हो कि हाम्रो पुर्खाको हामीले त हजुरहरूले त गाउनु भएन कहिले बैतडीदेखि यहाँ आउँदाखेरि धेरै ठुलो उकालो पर्छ उकालोमा ऐतिहासिक ठाउँ यहाँ अलि रेस्ट गर्ने चिसो पानी खाने पानी पाउने ठाउँ थिएन अनि थाकेर आउने यहाँ पानी योभन्दा उतापट्टि जाने योभन्दा त्यति बेलाका पसलले केदार बनाएर मन्दिर बन्द छन् पहिलेको पसलहरू धेरै बन्द रे यो किन भए पनि 20-22 साल ल अब हामी त्रिपुरा सुन्दरी भन्ने मन्दिर आएको छौँ यहाँबाट भित्र रहेछ के मलाई चाहिँ के बिल्डिङहरू त खतरा छ त यार त्यो माथि खतरा होटल छ कि क्या हेर त हाई राइज बिल्डिङहरू छ यता हेर न होटलहरू पनि छ पक्कै ए महाकाली हो त्यो मम्मीको गाउँ यतै कतैबाट त्रिपुरा सुन्दरी मन्दिरमा हामी अगाडि गएर धुपसुप के गर्छौँ रे विल किप यु अपडेटेड ल अब हामी अर्को गेटनिर आइपुग्यो कहाँ हो हजुरको के अरे बुधा बजकोट कहाँ हो ल म हल्लाइदिन्छु तिमीलाई ल यता रोकिन्छ नि होइन कि रोकिदिउँ बिस्तारै आउनु ल अब हामी भित्र गएर धेरै माथि आयौँ नि त्यही त है छालै पोलिदिने घाम चाहिँ कडा छ
यताबाट चाहिँ भित्र नखिचाउँला नि त बाहिर यसरी हेरौँ पारी चाहिँ इन्डियाको बस्ती रहेछ झुलेघाटसम्म जाने भयो सो यो बाटोबाट इन्डियाको बोर्डर त्यहाँबाट चाहिँ मम्मीको माइत यतै छ भन्न खोजेको हाम्रो आफ्नो मामाको घर यतै छ त्यसलाई भन्छन् बाराकोट यति नजिक छ हजुरको बाहिरबाट मात्रै हेर्ने भने अब ठिक छ यो चाहिँ याद छ भेटघाट नगरौँ मम्मी आज मान्छे छैन खाली रितो गरेर मान्छे भए दिन जाउँला नि अब अर्को कुनै बेला झुलाघाट यो नेपालको बोर्डर यहाँसम्म अनि यहाँदेखि इन्डियाको बोर्डर सुरु हम झुलाघाट पहुँच गए अब हिन्दीमा बोल्नुपर्छ किनकि हामी इन्डियामा पुग्यौँ अब आइडी कार्डहरू चाहिँदो रहेछ सबैको थिएन के गर्दा 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 बल्ल बल्ल सकियो अब यसो हेर्ने भनेको टाइम सकिन लाग्छ के खानेकुरा पाइन्छ कता यस्तो यस्तो बाटो रहेछ सानो अब हामी यहाँबाट हिँडेर त्यो बाटोबाट पुग्यौँ फिर्ता नेपाल के छ कस्तो लाग्यो त
वैदेही माण्डव भन्ने मन्दिरमा यहाँ एकैछिन दर्शन गरेर फेरि निस्किन्छौँ। त्यहाँ एक ठाउँमा हामीले अब स्पेसल खाना खाने व्यवस्था मिलाएको छौँ। यहाँदेखि 2 घन्टा जस्तो लाग्छ होला मन्दिर दर्शन गरेर अनि हामी निस्किन्छौँ। Looks like this. The मन्दिर, the भगवान।